नमस्कार साथीहरू, सबैजना आराम हुनुहुन्छ होला। आराम रहनुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जीवनमा हाम्रो जीवनमा हामीले धेरै हाम्रो सफलता असफलताको कारणहरू हामीले कतिपय कुराहरू आफूलाई पनि भन्छौँ त्यसको कारण म होला भनेर प्राय कारणहरू चाहिँ हामी जहिले पनि अलग दोष देखाउँछौँ होइन। नर्मल्ली धेरै कुराहरूमा चाहिँ यसले गर्दा, उसले गर्दा, यो व्यक्तिले गर्दा, यो समाजले गर्दा, यो देशले गर्दा, यो देशको परिस्थितिले गर्दा भनेर चाहिँ हामी धेरै कुराहरू चाहिँ हामीले अरूलाई हामीले दोष देखाइरहेको हुन्छौँ होइन। अनि हो पनि कतिपय कुराहरू त डेफिनेटली हो, त्यो कुरा चाहिँ सबै कुरा गलत हो। हामीले भनेको कुराहरू सबै गलत हो, केही न केही त्यो पक्षहरू पनि जिम्मेवारी हुन्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ आफू हुँदो रहेछ जीवनमा। हाम्रो देशमा होइन, दिनौँ तपाईँको हजारौँ युवा युवतीहरूले चाहिँ अझ राम्रो भविष्यको लागि भनेर देश छोडिरहनु भएको छ नि त होइन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेर्ने हो भने त्यहाँ धेरै मान्छेहरू चाहिँ तपाईँको देशमा भविष्य नदेखेर उडिरहनु भएको छ। अनि हामी हेर्छौँ त्यस्ता हाम्रो छिमेकी देशहरूका धेरै मान्छेहरू नेपाल जतिको पैसा कमाउन सजिलो ठाउँ कहीँ छैन भनेर चाहिँ फेरि नेपाल भित्रिरहनु भएको छ कि। अनि कुनै न कुनै कारणले गर्दाखेरि नेपालमै सेटल हुन खोजिरहनु भएको छ। नेपालको हावापानी, नेपालको अवसरहरू, नेपालमा उहाँहरूले चाहिँ कम्पिटिसनको कुरामा पनि उहाँहरूको आफ्नो लोकालिटी भन्दा त्यहाँनिर चाहिँ अझ सहज, अनि यहाँको स्वभाव संस्कार, यहाँको शान्ति कम्पेरिटिभली है फेरि हाम्रो देशमा आफ्नै खालका समस्याहरू होलान्, त्यो देखिरहनु भएको छ। अनि त्यही देशको मान्छेहरू विश्वको, हाम्रै देशको मान्छेहरू होइन, विश्वको सबभन्दा ठुलो यो धनीहरूको ऱ्याङ्किङ गर्ने होइन फोर्ब्सको सूचीमा पनि पर्नु भएको छ। फेरि हुँदै नहुने भए त, अवसरै नभएको भए त पक्कै पनि उहाँहरू पनि त यो देशमा बसेर फोर्ब्सको सूचीमा पर्न त सक्नुहुन्थ्यो होला। अनि हामी पहिला हाई स्कुल लेभलमा पढ्दाखेरि नेपालीहरूलाई देखेर चाहिँ विदेशीहरूले नेपाल त धनी देश रहेछ, यहाँको मान्छेले कामै नगरी पनि खान पुग्दो रहेछ, यहाँ चोकमा बजारमा होइन क्यारम खेलेको देख्दाखेरि, लुडो खेलेको देख्दाखेरि, अनि चोक बजारमा चौतारामा चाहिँ तपाईँको हाम्रो विभिन्न नेताको राजनीतिको कुरा गरेर बस्दाखेरि पनि हामीले खाना लाउन मजाले पुग्ने देश, 3 महिना काम गरेर पनि बाँकी 9 महिना अथवा वर्ष दिनै मजाले खाना पुग्ने देश। हामी धनी भनेको यहाँको जनता धनी रहेछन् भनेर चाहिँ त्यसरी टिका टिप्पणी गरेको पनि हामीले सुनेको थियौँ नि त होइन। अनि कति सत्य थियो कति सत्य थिएन आफ्नो ठाउँमा होला। नेपालमा हुँदाखेरि चाहिँ खासै पत्याइन त्यो कुरा। अनि विदेशमा जब आइयो, यहाँको अहिलेसम्मको अनुभव हेर्दाखेरि चाहिँ उहाँहरू वर्षमा 1 महिना घुम्न फिर्नलाई होइन, त्यो एउटा स्वभाव संस्कारले पनि होला, मस्तले 11 महिना काम गर्ने, 1 महिना चाहिँ घुमफिर पनि गर्नुपर्छ, यसो मानसिक शान्ति पनि हुनुपर्छ, विश्वभरि कहाँ के कसो रहेछ, कस्तो रहेछ दुनियाँ, हामी बसेको दुनियाँ एउटा छ, बाँकी विश्व कस्तो छ भनेर अलिकति मन बहलाउनको लागि पनि आउने चलन रहेछ। अनि यहाँ दैनिक जीवन हेरेको नेपालमा अब आफ्नो खालको सबैको व्यवस्था छ, आफ्नो खालको होइन। घर पुरानो होला, फेरि त्यसलाई होइन मर्मत गर्ने अथवा नयाँ बनाउने कुराहरू होला, तर जमिन त हामीसँग अलरेडी नै छ। त्यसको लागि छुट्टै हामीले कमै मान्छेले मात्रै छुट्टै जमिन किन्नु पर्ला, अथवा सहरमा घडेरीमा अथवा विकसित ठाउँमा जानको लागि त्यो बेग्लै कुरा होला, पाटो होला, होइन भने एउटा पुर्ख्यौली हाम्रो त्यो पनि भइ नै हाल्छ। अनि कामको कुरा गर्दाखेरि हामी कहिलेकाहीँ म 6 महिनासम्म यो काममा सफल भए पनि नभए पनि 6 महिना, वर्ष दिन, 2 वर्ष म स्ट्रगल गर्छु, म एउटा लेभल बनाउँछु भनेर हिँड्दाखेरि पनि त्यो पनि मेन्टेन भएकै देखिन्छ होइन। तर विदेशमा तपाईँको
एकै महिना पनि तपाईको म काम नगरी पैसा नकमाइकन म मेन्टेन गर्छु भन्दाखेरि त्यो सम्भव देखिँदैन कि। या त हजुरसँग आफ्नै हैन छुट्टै बचत नै हुनु पर्यो, सायद नेपालबाट ल्याएको पैसाले विदेशमा, किन विदेशको यो मुद्राको हिसाबले हैन हाम्रो पैसा धेरै साट्दाखेरि यहाँको थोरै पैसा मात्रै आउँछ नि त। अनि विदेशमा हेर्दाखेरि पो यहाँको पैसा साटिएर हाम्रो देशमा पुग्दाखेरि धेरै ठुलो पैसा जस्तो देखिन्छ। तर विदेशको स्ट्यान्डर्डमा त यहाँको खर्च त त्यही हिसाबले हुन्छ। हजुरले 4000-5000 रुपियाँ कमाउनुहुन्छ भने खर्च पनि त्यही हिसाबले नै भइरहेको हुन्छ हैन। अनि सुविधा धेरै छ विदेशमा। फेरि विदेशमा सुविधा धेरै भएको कारणले गर्दाखेरि धेरै कुराहरू यहाँनिर लिन किन्न अपनाउन सकिन्छ। अनि त्यसले गर्दाखेरि हामीलाई अब धेरै कुराहरू हामीसँग नभएको कारणले गर्दाखेरि यो पनि लिउँ त्यो पनि लिउँ, अहिलेसम्म लिएको थिएन अब त लिउँ न, दुःख गरिँदैछ भन्ने कुरा हुँदो रहेछ। तर एउटा जुन एउटा हैन आफ्नै हिसाबको अप्ठ्यारो असजिलो होला हाम्रो नेपालमा पनि, तर धेरै कुरामा चाहिँ यसो सम्झिन्छु 10 to 5 को ड्युटी गर्ने मान्छेहरूले हैन बिहान बेलुका आफ्नो परिवार समाज साथीभाइलाई पनि समय दिने भएकै हुन्छ, दिउँसो चिया खाजा खाने समयमा पनि भेट्न पाइएको हुन्छ। अनि शनिबार एक दिनै भए पनि छुट्टी पर्याप्तै हुन्छ जस्तो लाग्छ। यहाँ विदेशमा नर्मली 5 दिन काम 2 दिन छुट्टी जस्तो हुन्छ। त्यो 2 दिन छुट्टी हुँदाखेरि पनि खै कतै के नभए जस्तो, के नपुगे जस्तो, त्यो समय नै कम भयो जस्तो हुन्छ कि। त्यो 2 दिनको छुट्टीमा पनि पहिलो दिन हैन नर्मली मन्डे काम गर्न जाँदाखेरि पुरै त्यो त्यस्तो खालको उत्साह नै हुँदैन कि। हामी नयाँ नयाँ भएर पनि धेरै खालको च्यालेन्जेस भएर पनि त्यो फिल भएको होला। तर पुरानो मान्छेहरूलाई पनि 10 वर्ष 15 वर्ष अगाडि नै आइसक्नु भएको व्यक्तिहरूलाई सोधो भने पनि कुरा चाहिँ त्यस्तै त्यस्तै हुन्छ कि। एकदम थकावट यो त्यो। अनि अमेरिका अथवा मैले अमेरिकाको कुरा गरिरहेको छु है फेरि। अनि फेरि हामी भर्खर आएको कारणले गर्दाखेरि मेरो अनुभवको कुरा गरिरहेको छु। फेरि कतिलाई कन्ट्रोभर्सी होला, फेरि यो कुरा होइन नि कहाँ त्यस्तो होला भनेर मैले मेरो अनुभवको कुरा गरिरहेको छु। अरूको अनुभव छुट्टै होला, तर अधिकांश मैले भेटेको गरेको हाम्रो नेपाली समाजको साथीहरू भेट्दाखेरि लगभग कथा कहानीहरू कमन कुराहरू छन्। एक दुई कुराहरू थोर बहुत फरक होला, नभए लगभग धेरै कुराहरू उस्तै हुन्छ। त्यस कारणले गर्दाखेरि हाम्रो देशमा चाहिँ सबै कुरा अप्ठ्यारो छ, विदेशमा चाहिँ सबै कुरा सजिलो छ भन्ने कुरा चाहिँ होइन रहेछ। आफ्नो अनुभवले त्यो बताइरहेको छ। त्यहाँ पनि वेल सेटल भएको मान्छेहरूले राम्रैसँगले बस्नु भएको रहेछ। अनि सरकारले चाहिँ पूर्वाधारको कुरामा, शिक्षाको कुरामा, स्वास्थ्यको कुरामा, अनि यो बाटोघाटो हैन, अनि यो इलेक्ट्रिसिटी कुराहरू सबै कुराहरू चाहिँ यदि व्यवस्थित यदि हुने हो भने, अथवा उसले सबै कुरा आफैले बनाउनु पर्छ, आफैले नै दिनुपर्छ भन्ने कुरा चाहिँ होइन। सिस्टम चाहिँ डेभलप गरिदियो भने पनि धेरै कुरामा चाहिँ सहज हुँदो रहेछ। जस्तो हाम्रो नेपालमा हैन बत्ती जाने आउने हुन्थ्यो। अब कसैले इन्भर्टर राख्नुहुन्थ्यो, सबैलेसँग त त्यो पनि सम्भव थिएन। 24 घण्टा बत्ती मात्रै हुने भयो भने पनि मान्छेलाई धेरै खालको एउटा सहज जस्तो हुँदो रहेछ क्या। किनभने अहिले त जाडो गर्मी सबैमा तपाईँको सहज पार्ने खालको उपकरणहरू छन् नि त हैन। मान्छेले त राखिरहनु भएको छ, अथवा जसले आफ्नो शक्ति अनुसारको त गरिरहनु भएको छ नि त। भन्छ इलेक्ट्रिसिटी 24 घण्टा मात्रै हुँदाखेरि पनि धेरै सहज हुन्छ। अर्को भनेको बाटो यति एसेसेबल छ विदेशमा कि तपाईँको एनी टाइम तपाईँले आफूलाई चाहिँ धेरैवटा बाटोको नेटवर्क भएको कारणले गर्दाखेरि हजुरले एकछिन 5-10 मिनट बाटो भुलियो भने पनि यताउता होला। तर धेरै बाटोको अप्सन भएको कारणले गर्दाखेरि धेरै सहज छ यातायातको कुरामा। हामीलाई कहिलेकाहीँ हुन्छ नि कहीँ जाँदाखेरि काठमाडौँ गयौँ, अनि बेलुका चढेको होइन 12 घण्टामा त हामी काठमाडौँ पुग्छौँ होला भनेर चाहिँ हामी अब पूर्वको कुरा गर्दाखेरि 12 घण्टामा पुगिन्छ होला भनौँ। तपाईँको कहिलेकाहीँ के समस्या, कहिले प्राकृतिक समस्या, कहिले मानवीय समस्या, कहिले तपाईँको बन्द हडताल अथवा विभिन्न कुराले गर्दाखेरि चाहिँ 18 घण्टा 20 घण्टासम्म पनि बाटोमा अनि विरक्त लागेर आउँदो रहेछ। अनि अर्को कुरा भनेको प्रहरी ट्राफिकको कुरामा पनि नि मलाई एउटा कुरा के लाग्यो भने सबैतिर हैन ल इन्फोर्समेन्टको कुरामा नीति नियमलाई कार्यान्वयन गराउनको लागि त उहाँहरूको जहिले एकदमै राम्रो भूमिका छ, हामी जहिले पनि रेस्पेक्ट गर्छौं। अनि उहाँहरूको नीति नियममा हामीले ठीक छ कुनै पेनाल्टीहरू तिर्नु पर्ने छ, कुनै चार्जेसहरू तिर्नु पर्छ भने इट्स ओके। तर त्यो व्यवहारहरू बोलीहरू चाहिँ कति नराम्रो कस्तो खालको गरे जस्तो लाग्छ के। मान्छेलाई त्यो राज्यको प्रतिनिधि हो नि त प्रहरी ट्राफिक सशस्त्र हैन त्यो निकायहरू त
अनि उहाँहरूले यस्तो तरिकाले बोलिदिनुहुन्छ कहिलेकाहीँ, सबैको कुरा मैले गरेको छैन है, कहिलेकाहीँ त्यो इभेन्टको कुरा कुनै आइरहेको हुन्छ नि, कस्तो तरिकाले बिहेभ गरिदिनुहुन्छ कि राज्यप्रति नै तपाईँको ऊ भएर आइदिने कि त्यो राज्यको प्रतिनिधिले चाहिँ त्यस्तो व्यवहार गर्ने बित्तिकै राज्यप्रति नै वितृष्णा भएर आइदिने कि उहाँहरूले लाग्ने चार्जेसहरू गरिसके पछाडि व्यवहारमा त नराम्रो त गर्न मिल्दैन नि त। हामी त्यो देशको जनताले तपाईँको त्यसको कुनै सजायको भागीदार हुन्छौँ भने सजायको भागीदारको लागि ठिक छ, हामीले पेनाल्टी फाइनेन्सियली लिने हो कि के हो, त्यो नीति नियम अनुसारको छँदैछ। तर यस्तो खालको कहिलेकाहीँ व्यवहार गरिदिनुहुन्छ, यस्तो खालको बोली गरिदिनुहुन्छ, उहाँहरूको आफ्नै टेन्सन पनि होला। अनि कतिपय ठाउँमा हाम्रो चेतनाको स्तर कति कुराहरू हामीमा पनि कमजोरी होला, अनि त्यस्तो कुराले पनि एकैचोटि आउने के होइन यो देशमा त काम छैन भन्ने खालको कहिलेकाहीँ त्यो भावना आउने। तर हाम्रो आफ्नो मातृभूमि आफैमा सुन्दर छ, आफैमा राम्रो छ, आफैमा विशेष छ। यो आफ्नो जन्मेको ठाउँ, आफ्नो मातृभूमि बराबरको चिज संसारमा जतिसुकै सुख सुविधा भए पनि त्यो खुसी जुन हुन्छ नि आफ्नो मातृभूमिमा, आफ्नो माटोमा, त्यो कुरा चाहिँ विदेशमा कहिले पनि प्राप्त नहुने रहेछ। त्यस कारणले गर्दाखेरि हजुरहरू जहाँ हुनुहुन्छ त्यो ठाउँमा बेटर गर्ने कोसिस गर्नुपर्ने रहेछ। मैले फेरि बाहिर आएर चाहिँ म यहाँ आइसकेँ अनि त्यस पछाडि चाहिँ होइन तपाईँहरूलाई चाहिँ नेपालै ठिक छ, नेपालै ठिक छ मैले भन्न खोजेको होइन, मेरो अनुभवको कुरा गरिरहेको छु। बिहान उठ्ने बित्तिकै पहिलो न्युज नै नेपालकै हेरिन्छ, कुनै प्रोग्राम हेर्नु पर्यो नेपालकै हेरिन्छ, कुनै सो हेर्नु पर्यो भने नेपालकै हेरिन्छ भन्ने खोजेको त्यो जहाँ पनि तन मन धनमा जहाँ पनि नेपाल गुन्जिरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि आफ्नो देश एकदमै प्यारो हुने रहेछ। सकेसम्म आफ्नो व्यवस्था चाहिँ यदि हामीले आफ्नो स्वदेशमै गर्न सक्यौँ भने त्यो बेटर रहेछ। मेरो अहिलेसम्मको अनुभवले त्यो बताइरहेको छ। फेरि अरू कुराहरू सेयर गर्दै गरौँ ल। हस्, थ्याङ्क यू आजलाई।